लिफ्टमा भन्दा हिँडेर छिटो पुगिन्छ भन्ने हिसाबले हामी त धरेर चाहिँ हिँड्दैछौँ। गाह्रो तलमा आइपुगेछ। आज यो सेटो टावरमा छिरिन्छ। आज हामी यसमा यहाँ चढ्न भनेर यता हामी टिकट काउन्टरमा जाँदैछौँ। यता अगाडि छ टिकट काउन्टरमा लाइन रहेछ। सर म्याडमहरू जानुभएको छ। यो टावर चढ्ने हुनेछ आज। धरहरा भनौँ न, टावर भन्दा पनि बालेनको सेटो टावर धरहरा। यहाँ भित्रबाट है जाने टिकट काउन्टर चाहिँ हेरेछ। सरहरू टावरमा छिर्ने योजनामा छ भने एकजनाको 200 दर रहेछ र टिकट के अरे आइडी कार्ड भयो भने चाहिँ छुट 100 मा हुँदो रहेछ। हामी छिर्न खोज्दैछौँ। सर म्याडमहरू हुनुहुन्छ। भिडियो छ ल है चढ्दैछौँ है चढ्दैछौँ यी। अब गेटमा ट्याक्क यो धरहरा हो। यस्तो यति अग्लो हो यी यस्तो छ है। ढ्याङ्ग चढ्ने हामी ग्रुपमै छौँ। म्याडमहरू ढ्याङ्ग सरर चढिन्छ है। यस्तो गरेर डुङ ढ्याङ ढ्याङ जुस। लिफ्टमा भन्दा हिँडेर छिटो पुगिन्छ भन्ने हिसाबले हामी त धरेर चाहिँ हिँड्दैछौँ। धरेर चढ्दैछौँ। 6 फ्लोरमा आइपुग्यो। अझै हामी 20 तल भनेपछि त अझै 14 तल मागिने छ। 14 तल हिँड्नै छ अझै। है चस्मा लाग्यो। 19 पछि अब अलिक घुमाउनु चाहिँ टिभी सिभी यहाँ रहेछ। आइसकेछौँ है। मान्छेलाई 20औं तलमा आइपुगे। टेक्ने ठाउँ छैन होला सायद। पसिनै निकाल्यो हो। यस्तो पसिना हाइट हो न आइपुग्यो ल। यस्तो शीतल आउँदो रहेछ बल्ल यहाँ माथिबाट है। फोटो चाहिँ क्लियर छैन। भ्याली धरहरामा आइयो। 20औं तल चढेर धरहरा यो माथि टपमा होला। दशरथ रङ्गशाला त्यहाँ अगाडि। त्यो दशरथ रङ्गशाला होइन त्यो भम्सर हो। दशरथ रङ्गशाला होइन अगाडिको ट्याक्कै है। त्यहाँ बेलुका अलिक गेम हुन्छ होला सायद। नेपाल सुपर लिग दशरथ चलिरहेको। तल रोडमा त गाडी त है कति मसिना देखेका हुन्। हैट गाह्रो छ। यहाँ थकेर हैरान छ। हामी त थाकेको शिथिल। हाम्रो टिम चाहिँ यहाँ थकाइ मार्दैछ। विधान पनक्कै घुमिदिन्छु म एकदम। एन्डिङै मात्रै रहेछ। 4 वर्ष कहाँ 4 वर्ष त्यसको 24 हुन्छ भने त कहाँ 24 ठाउँ छैन कि 24 छैन। यहाँ चाहिँ नेपाल आर्मीको हेडक्वार्टर है। नेपाल आर्मीको हेडक्वार्टर